भइसकेको छ सबै धुलो भयो होइन अब हामी मेकअप स्टुडियोभित्र जान्छौँ आइसक्यौँ हामी पर्खेछु अनि उहाँ अझसम्म आइपुग्नु भएको छैन सो हामी एकछिन मुनि जाँदैछौँ एक दुईवटा भिडियो बनाउन चलो फिट चाहिँ खाइदिउँ One eternity later. Hello. Wait a minute. तपाईँ त कति राम्रो हुन्छ कस्तो भनेको सबसे भन्दा राम्रो तपाईँ हुन्छ यहाँ सबभन्दा नराम्रोलाई चाहिँ राम्रो दिइरहेको कस्तो लाग्दैछ तपाईँलाई हजुर सो हाँस्छु कहिलेकाहीँ मेरो मोना लिम्बू छ मोना हजुर मोना लिम्बू अघि आइसक्नु भएको छ हेलो हेलो भगमा आउँछ है फेस मेकअप भइसक्यो ए बन्ने रहेछ त कति राम्रो देखेको आधी सुर्सक्यो गाइस लेङ्गा जस्तो टाइपको हो यो माथि चाहिँ लेङ्गा होला नि लेङ्गा हो लेङ्गा कस्तो बोल्छ ए यहाँ आऊ न
गाइज मैले चाहिँ ब्याग ल्याउनु बिर्छु अनि दही गएको छ ब्याग दिन गाइज म यस्तो कलेक्ट छु घर जाने बित्तिकै यस्तो सुत्छु म यस्तो सुत्छु सो 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 टायर्ड अनि मलाई भित्र चाहिँ ठिकै थियो मेकअप यहाँ आएर चाहिँ मलाई अलिक मेकअप ह्याप्पी ह्याप्पी भयो जस्तो लाग्यो ल अब क्याफे जाने अरे क्याफेमा पुगेपछि अब म भिडियो स्टार्ट गर्छु ल मेन्यू भयो म देखाउँछु नि अब फाइनली सुट सक्यो ल गाइजहरू नितुले चाहिँ मेरा भाइले खोलाए आइसक्रिम शप वो देख सकते हैं इधर उता कस्टमरले भिड भइसक्यो एकछिन पत्ता खोल्नु तेरो स्कुल जानुहोस् न कति राम्रो स्कुलमा बस्छ भने चाहिँ मान्दैनौ यो थम्बनेल हाल्दिनु अरे अगाडि थम्बनेल पो हालिदिन्छ त बेजत माइजूले मास दुईको भाइहरूलाई हो लगेर तुरुन्तै पुरा भइहाल्छ अनि पुरा तिमी के अरे दुईटा चिकन सुक्खामा गरिदिनु अनि तीनवटा चारवटा पोर्क के आउनु पोर्क हो पोर्क त हो One eternity later. गाइस मेकअप एकदम दामी छ हैन तर मलाई घर गएर कतिखेर यो मेकअप उतारौँ भइसक्यो क्या यति धेरै ह्याप्पी मेकअप लाउने मेरो उता छैन नि त ह्याप्पी भन्दा पनि मेकअप स्टुडियोभित्र त कति रात बाहिर आएपछि अलिक ह्याप्पी ह्याप्पी भयो क्या अब हामी त्यस्तो ओडर गर्दैछौँ भर्खर खाजा चाहिँ खायौँ यो त त्यही छैन यो त क्रिस्टिनासँग हामी छुट्यौँ पनि जुन त्यो जुत्ता पसल आएको थियो अब हामी जाँदैछौँ चप्पल पसल डेली वेयर चप्पलै छैन कि यस्तो कता कता हिँड्दाखेरि यस्तो चप्पल सुत्ता लगाएर गयो होइन जहाँ पनि जुत्ता लगाएर त जान सक्दैन नि त चाहिन्छ यस्तो चप्पल लगाएर सुत्त जानलाई चप्पल चाहिँ किन्नु पऱ्यो कि गाइस जाँदैछौँ है गाइसहरू हामी जाँदैछौँ
गाइजहरू मैले चाहिँ एउटा चप्पल पनि किनेँ एन्ड गेस वाट इज भेरी एक्सपेन्सिभ भेरी एक्सपेन्सिभ अब हामी जाँदैछौँ हामी बस स्टेसन जाँदैछौँ घुम्ने त मन छ नि यार अब कतिखेर अब अघि चाहिँ भनिदिनुहोस् हेलो गाइजहरू सो यहाँ हेर्नु सक्नुहुन्छ एकदम राति भइसकेको छ अनि अब हामी 6-7 मिनटमा घर पुग्न लागेको छौँ यहाँ हेर्नु अँध्यारोमा नित्यको टर्च बाल्यो हेर्दैछौँ यहाँ हेर्नु अँध्यारो न अँध्यारो चाहिँ केही देखिँदैन त्यही भएर कस्तो टाउको पनि दुखिरहेको छ घर जाने बित्तिकै के हो त्यो कालो कालो अनि हामी जङ्गलको बाटो हिँड्दैछौँ होइन मम्मीले लिन आउनु भनेको छु मैले अब आउनुहुन्छ कि आउनुहुन्छ थाहा छैन तर हामी हिँडेर पनि पुग्छौँ त्यही भएर अब म धेरै गली पनि रहेको छु गाइजहरू होइन यस्तो गरेको जस्तो गर्छु हैरान भइरहेको छु सुरुमा गएर चाहिँ म झ्याप्पै सुत्न चाहन्छु सो गाइजहरू अहिले चाहिँ म भ्लग इन गर्दैछु कता मैले चप्पल पनि किनेँ गाइस चप्पल अब अर्को भ्लगतिर मै चप्पल लगाएर भ्लग बनाउँछु ल अहिले चाहिँ बाई गाइस हेर्नु सक्नुहुन्छ यस्तो राति भइसकेको छ बाई 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 बाई